त्यत्रो फुल चाहिँ पाक्छ अलिकति अगाडि टोपी सार्नु पछाडि त्यसपछि केही कसम भयो भने फेरि हामी गरी खानु पर्यो होइन राम्ररी उयो गर्नु पाल्नु सुख शान्ति होस् राम्ररी गरेर खानु दुईजना मिलेर कहिलेको दिनमा केही भयो भनेर मारे पकाले पनि हाम्रो भिडियो अगाडिबाट लिनु दुईजनालाई राखेको छु शिवा पार्वती दुईजनालाई सधैँ कल्याण गरौँ सरी कति केजी यो कुर्सी निकाल्दिनु पर्यो साँझो यो कुर्सी निकाल्दिनु यो कुर्सी निकालेको भनेको यहाँ नमानेको यहाँबाट तिरबाट टाङ्दिनु हजुर टाङ्दिनु बहुत यत्रो धेरै बिस्तारै काम गर्नु पर्छ है रुनु हुँदैन त सबै हाँसिरहनु यस्तो हुन्छ के कति दुःखले हुर्काएको बढाएको हरेक कुरो छ नि त त्यो पीडा हो क्या एक प्रकार उहाँलाई पनि माया सधैँ बढिरहोस् मामाले हजुरआमा भने चिनिराख्नु सबलाई चिन्नुपर्छ काकाले छिरी पान्छ अगाडि अगाडि भित्र कहाँ पछाडि पछाडि सर्नु भएको काकाको बाले अन्त आशीर्वाद भन्दा ठुलो केही छैन मिलेको भए त कति धुमधाम हुन्थ्यो रुनु हुँदैन त ल बेहुला त खुसी छ नि के रुनु समाइदिनु संसारका जति पनि छोरी छन् सबैलाई एक दिन आमा बुवा घर छोडेर जानै पर्छ यो नियमै हो प्रकृतिको नियम हो यो हाम्रो प्रथा हो